नमस्कार सदाज है। आज पनि हामी एउटा नयाँ अङ्कका साथ आइसकेका छौँ। यहाँहरू सबैलाई स्वागत छ। नमस्कार। आजको कार्यक्रममा हामी भू राजनीतिको एउटा नयाँ पाना खोल्न जाँदैछौँ। सन् 2026 को सुरुवातसँगै मध्यपूर्वी एसियामा एउटा युद्धको वातावरण छाएको छ र त्यो वातावरणलाई आज हामी कसरी छायो, त्यसका इतिहास के थियो र यसले भविष्यमा लिने बाटा र यसले हाम्रो देशलाई पार्ने प्रभाव बारे पनि केही विश्लेषण यहाँहरूको माझ राख्दैछौँ। त्यो युद्धको छाया भएको देश हो इरान र युद्धको छाया लिएर आउने देश भनेको अमेरिका। अब यी दुईटाको कन्फ्लिक्टको बारेमा आज हामी विश्लेषण गर्न जाँदैछौँ। सर्वप्रथम यो युद्धलाई बुझ्नुभन्दा अगाडि यो युद्धका पछाडि लुकिएका पुराना द्वन्द्वहरूको पत्र हामी केलाउन चाहँदैछौँ र यो अति आवश्यक पनि छ। यो द्वन्द्व केवल राम्रो र नराम्रो बीचको लडाई मात्र नभई अमेरिकी प्रभुत्व कायम राख्ने प्रयास र इरानी क्रान्तिकारीको अस्तित्व बीचको टकराव पनि हो। अब यसलाई विगतमा फर्केर हेर्दा पहिला हामी आदिपाप ओरिजिनल सिन 1953 र लोकतन्त्रको अन्त। इरानी अविश्वासको जड धार्मिक नभई राजनैतिक हो। सन् 1953 अमेरिकी जासुसी संस्था CIA र बेलायती जासुसी संस्था M16 ले अपरेसन अजक्स मार्फत इरानका लोकतान्त्रिक रूपमै चिनिएका प्रधानमन्त्री मोहम्मद मोसादेलाई सत्ताच्युत गराएका थिए। त्यसका मुख्य कारण भनेको मोसादेले इरानको तेल उद्योगलाई राष्ट्रियकरण गरे र जसको प्रतिफल बेलायतले कमाइराखेको नाफा, तेल मार्फत कमाइराखेको नाफा खतरामा पर्ने देखियो र त्यसकै आधारमा उसले यहाँ सत्तामा गरियो र अमेरिकाले मोहम्मद रेजा पहलवी शाहलाई नयाँ निरकुञ्ज शासकको रूपमा स्थापित गर्यो। अर्को 25 वर्षसम्म इरान पश्चिमाको लागि फारसको खाडीको प्रहरी बन्यो र जनताले यसको दमन र मूल्य चुकाउनु पर्यो। दोस्रो, यही दमन र दुःखले 1989 को महान उल्टो परिवर्तन द ग्रेट रिभर्सललाई उदय गराइदियो। इस्लामिक क्रान्तिले इरानको भू राजनीतिमा ठूलो परिवर्तन ल्यायो। इरान अमेरिकाको घनिष्ठ सहयोगीबाट एकाएक कट्टर शत्रुमा बदलियो। तेहरान स्थित अमेरिकी दूतावासमा 444 दिनसम्म चलेको बन्धक सङ्कटले अमेरिकी नीति निर्मातालाई गहिरो आघात पुर्याइदियो र त्यसको लगत्तै दुई देशबीच कूटनैतिक सम्बन्ध पूर्ण रूपमा समाप्त भएको घोषणा पनि गरिदियो। प्रतिरोधको अक्ष एक्सिस अफ रेसिस्टेन्स। एक्लोपनको सामना गर्दै इरानले फरवर्ड डिफेन्स अग्रिम रक्षा नीति लियो। अमेरिकासँग अरबौं डलरको हात हतियार जेट इन्जिनहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था देखिएपछि इरानले एसिमेट्रिक वार असमान युद्धमा लगानी गर्न थाल्यो। यसका लागि उसले हिजबुल्ला, हमास, हुत्ती जस्ता लडाकु समूहहरूलाई सस्तो र प्रभावकारी ब्यालिस्टिक मिसाइलहरूले सुसज्जित पनि गरिदियो। असफल रिसेट आणविक सम्झौतादेखि म्याक्सिमम प्रेसरसम्म। वर्तमान तनाव सन् 2015 को आणविक सम्झौता JCPOA को पतनको प्रत्यक्ष परिणाम हो। तत्कालीन अमेरिकन राष्ट्रपति बाराक ओबामाको पालामा यो JCPOA भन्ने सम्झौता भएको थियो। यसबाट इरानले आणविक कार्यक्रम रोक्ने र बदलामा इरानमाथि लागेका केही प्रतिबन्ध बिस्तारै हटाउँदै जाने लक्ष्य राखिएको थियो। त्यो गुडविलको स्वरूप इरानलाई तत्कालीन राष्ट्रपति बाराक ओबामाले केही रकम पनि प्रदान गरेका थिए। तर सो
चिज सन् 2018 ट्रम्पको उदयसँगै यसलाई एकतर्फी रूपमा अमेरिकाले भङ्ग गर्यो। यसको मुख्य उद्देश्य यो भङ्ग गर्नुको मुख्य उद्देश्य इरानलाई आर्थिक रूपमा टाट पल्टाएर उसलाई नयाँ र अझ कडा सम्झौता गर्न बाध्य पार्नु अमेरिकाको रणनीति थियो। यस नीतिका मुख्य 3वटा आधारभूत स्तम्भ छन्। 1. आर्थिक नाकाबन्दी, इकोनोमिक स्याङ्सन। यो यस नीतिको सबैभन्दा ठूलो हतियार हो। अमेरिकाले इरानलाई तेल निर्यातलाई शून्यमा झार्ने लक्ष्य राख्यो। इरानको आम्दानीको मुख्य स्रोत तेल हो। अमेरिकाले इरानसँग तेल किन्ने जुनसुकै देश वा कम्पनीलाई अमेरिकी वित्तीय प्रणालीबाट बाहिर निकाल्ने धम्की दियो। ब्याङ्किङ प्रतिबन्ध। इरानलाई अन्तर्राष्ट्रिय ब्याङ्किङ प्रणाली स्विफ्टबाट अलग गरियो, जसले गर्दा उसको विदेशसँग व्यापार गर्न असम्भव भयो। 2. राजनैतिक र कूटनीतिक दबाव। अमेरिकाले इरानको इस्लामिक रिभोल्युसनरी गार्ड IRGC-लाई विदेशी आतंकवादी संगठनको सूचीमा राख्यो। कुनै पनि देशको सरकारी सेनालाई यस्तो सूचीमा राखेको यो पहिलो घटना थियो। इरानका उच्च अधिकारी जस्तै आयतोल्ला खोमेनीमाथि व्यक्तिगत प्रतिबन्ध पनि अमेरिकाले लगायो। 3. प्रोक्सी र सैन्य दबाव। इरानले मध्यपूर्व, यमन, सिरिया, लेबनानमा फैलाएको आफ्नो प्रभावलाई रोक्न अमेरिकाले त्यहाँका इरान विरोधी समूहलाई सहयोग गर्यो। सन् 2020 जनरल कासिम सुलेमानीको हत्यालाई पनि यही म्याक्सिमम प्रेसरको नीतिको एउटा कडा हिस्साको रूपमा हेरिन सकिन्छ। अब यसको परिणाम कस्तो भयो त त्यो पनि हेरौँ। विज्ञहरूका अनुसार यसको नतिजा मिश्रित र केही हदसम्म उल्टो रह्यो। इरानको मुद्रा रियालको मूल्य निकै घट्यो र महँगी 50% भन्दा माथि पुग्यो। जनताले ठूलो आर्थिक कष्ट भोग्नु पर्यो र भोगिरहेका छन्। तर इरान झुक्नुको सट्टा झन आक्रामक बनिरहेको छ। उसले आफ्नो आणविक कार्यक्रम झन तीव्र बनाउँदै गइराखेको छ र रुस तथा चीनसँग रणनीतिक साझेदारी पनि उसले अहिले सुरु गर्यो। अब यो भागमा हामी यदि इरान र अमेरिका बीच युद्ध भयो भने चीन र रुसको भूमिका के हुनेछ त्यसको बारेमा चर्चा गरौँ। यदि अमेरिकाले इरानमाथि युद्ध गर्यो भने यो युद्ध क्षेत्रीय द्वन्द्वबाट विश्वव्यापी महायुद्धमा पनि बदल्न सक्छ। भू-राजनीतिक विज्ञका अनुसार यी दुई देशका सम्भावित भूमिकालाई यसरी बुझ्न सकिन्छ। रुसको भूमिका, सैन्य र प्राविधिक साझेदारी। युक्रेनको युद्धपछि रुस र इरानको सम्बन्ध एउटा रणनीतिक सैन्य गठबन्धनमा बदलिएको छ। रुसले इरानलाई आफ्नो अत्याधुनिक S-400 वायु रक्षा प्रणाली र Su-35 लडाकु विमानहरू उपलब्ध गराउँदै आइराखेको छ। यसले अमेरिकी आर्मर्डा र हवाई आक्रमणलाई इरानमाथि सफल बनाउन कठिन बनाउँछ। रुसले आफ्नो स्याटेलाइट र जासुसी संयन्त्र मार्फत अमेरिकी सेनाका चालचलनबारे इरानलाई वास्तविक समय रियल टाइम जानकारी प्रदान गर्न सक्छ। रुसले युक्रेन वा पूर्वी युरोपमा थप आक्रामक बनेर अमेरिकाको ध्यान र शक्ति दुईतिर बाँड्ने प्रयास गर्न सक्छ, ताकि अमेरिकाले आफ्नो पुरा शक्ति इरानमा मात्र लगाउन नसकोस्। यसलाई भन्छ दोस्रो मोर्चा चाहिँ रणनीति बनाउन सक्छ। अब जाउँ चीनको भूमिकातर्फ। आर्थिक र ऊर्जा ढाल। चीनका लागि इरान एउटा महत्त्वपूर्ण ऊर्जा स्रोत र उसको बेल्ट एन्ड रोड इनिसिएटिभ BRI को मुख्य हिस्सा हो। चीन इरानी तेलको सबैभन्दा ठूलो ग्राहक हो। युद्ध भएमा चीनले इरानबाट तेल किनेर उसलाई आर्थिक रूपमा टाट पल्टाउनबाट जोगाइ राखेको छ। अमेरिकाले लगाउने प्रतिबन्धलाई चीनले बेवास्ता गर्दै इरानसँग व्यापार जारी राखिराखेको छ। यसले अमेरिकाको म्याक्सिमम प्रेसरलाई निष्प्रभाव बनाउन केही भूमिका चाहिँ खेलेको छ। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद चीन र रुसले अमेरिका विरुद्ध भिटो प्रयोग गरेर
इरानमाथि हुने कुनै पनि अन्तर्राष्ट्रिय कानुनी कारबाहीलाई रोक्ने प्रयास गर्नेछन्। तर अब यो संयुक्त राष्ट्रसँग कतिको प्रभावकारी हुन्छ भनेर त अहिले भन्न सक्ने अवस्था केही छैन। यो त यसको भूमिका अहिले जिरै देखियो जब यो भेनेजुएलाको राष्ट्रपतिलाई चाहिँ अमेरिकाले अपहरण गरेर आफ्नो भूमिमा ल्यायो। यसको त अब अहिले केही रोल छ जस्तो त लाग्दैन। तैपनि यो एउटा कतै न कतै कूटनीतिक पहल हुन सक्छ। नयाँ युरेसियन ब्लक विज्ञहरूका अनुसार रुस, चीन र इरान मिलेर एउटा नयाँ शक्ति केन्द्र बनाएका छन्। यदि अमेरिकाले इरानमाथि आक्रमण गर्यो भने चीनले यसलाई आफ्नो ऊर्जा सुरक्षामाथिको हमला मान्नेछ। रुसले यसलाई आफ्नो रणनीतिक साझेदारमाथिको हमला मान्ने छ। अब मध्यपूर्वको देशहरूले यस युद्धलाई रोक्न कस्ता भूमिका खेल्न सक्छन् अब हामी चर्चा गरौँ। एक, मध्यस्थकर्ताको भूमिका ओमान र कतारले गर्न सक्छन्। यी देशहरूले अमेरिका र इरान बीच ब्याकडोर वार्ता गराउन सक्छन्। उनीहरूको काम दुवै पक्षका सन्देश आदान प्रदान गरेर असमझदारी हटाउनु हो। अर्को रणनीति भनेको शान्तिको दबाव। यो चाहिँ साउदी र युएले गर्न सक्छन्। पहिले इरानको विरोधी रहेका यी देश अहिले युद्ध चाहँदैनन्। उनीहरूलाई थाहा छ कि युद्ध भएमा इरान पहिलो निशाना इरानले पहिलो निशाना उनीहरूकै तेल खानी र सहरहरूमा गर्नेछ। त्यसैले उनीहरूले अमेरिकालाई आफ्नो जमिनबाट आक्रमण नगर्न दबाब दिइरहेका छन्। 3, बफर जोन इराकले यो युद्ध आफ्नो भूमिमा नभई दूतहरू र कूटनीतिक मार्फत सुल्झाउन हर सम्भव प्रयास गरिराखेको पनि देखिन्छ। अब जाउँ डोनाल्ड ट्रम्प के चाहन्छन् त। डोनाल्ड ट्रम्पको विदेश नीति सधैँ ट्रान्जेक्सन अर्थात् लेनदेनमा आधारित हुन्छ। उनी युद्धभन्दा नि ठुलो सम्झौता डिलमा रुचाउँछन्। इरानसँग यो तनावमा उनले केही यस्ता बुदाहरू तयार गरेका छन् जहाँ उनी सम्झौता वा नेगोसिएसन गर्न तयार हुन सक्छन्। अब त्यो बुदाहरू 1, आणविक हतियार निषेध तर शासन परिवर्तन गर्ने होइन। ट्रम्पको सबैभन्दा ठुलो शक भनेको इरान कहिल्यै पनि आणविक न्युक्लियर बम नबनाओस् भन्ने नै हो। तर उनले धेरै पटक भनेको छन् कि उनलाई इरानको शासन परिवर्तनमा कुनै रुचि छैन। यदि इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्ने ग्यारेन्टी दिन्छ भने ट्रम्प इरानको वर्तमान सरकारलाई स्वीकार गर्न र उनीहरूलाई सत्तामा रहन दिन तयार हुन सक्छन्। 2, मिसाइल कार्यक्रम र क्षेत्रीय प्रभाव ट्रम्पले 2015 को सम्झौता JCPOA-लाई खराब भन्नुको कारण त्यसमा इरानको ब्यालिस्टिक मिसाइल र मध्यपूर्वमा उसले गर्ने प्रक्सी मार्फत गर्ने हस्तक्षेपको बारेमा केही उल्लेख नहुनु पनि एउटा कारण थियो। ट्रम्पले इरानलाई उसको मिसाइल रेन्ज कम गर्ने र हिजबुल्ला वा हुती विद्रोहलाई गर्ने सहयोग घटाउन दबाब दिइराखेका छन्। यसको बदलामा उनले इरानमाथिका सबै आर्थिक प्रतिबन्ध पनि हटाउने प्रस्ताव गर्न सक्छन्। अर्को, इकोनोमिक डिल ट्रम्प आफै एक व्यवसायी हुन्। त्यसैले उनी इरानलाई एउटा ठुलो आर्थिक अवसरको रूपमा देख्छन्। यदि इरानले त्यस्तो प्रस्ताव गर्न सक्छ, यदि तिमी हाम्रो शर्त मान्छौ भने अमेरिकाले इरानमा अरबौं डलर लगानी गर्नेछ र इरान फेरि एकपल्ट धनी देश बन्नेछ। उनी इरानलाई उत्तर कोरियालाई जस्तै आर्थिक समृद्धिको सपना देखाएर सम्झौतामा ल्याउन चाहन्छन्। अन्तमा अन्तिम पोइन्ट भनेको इजरायलको सुरक्षा। ट्रम्पको लागि इजरायलको सुरक्षा सबैभन्दा माथि छ। यदि इरानले इजरायलमाथि सिधा आक्रमण नगर्ने र इजरायलको अस्तित्वलाई चुनौती नदिने कसम खान्छ भने ट्रम्पले अमेरिकन सेनालाई मध्य पूर्वबाट फिर्ता लैजाने विड्रसम्मको ठुलो निर्णय पनि गर्न सक्छन्। ट्रम्पको लागि जितको अर्थ युद्ध जित्नु होइन, बरु एउटा यस्तो सम्झौता गर्नु हो जसलाई उनले विश्वकै महान सम्झौता ग्रेटेस्ट डिल एभर भनेर प्रचार गर्न सकुन्। उनी इरानलाई पूर्ण रूपमा नष्ट गर्नुभन्दा पनि इरानलाई उनी आफ्नो शर्तमा टेबलमा ल्याउन चाहन्छन्। अब अन्तमा यस मध्यपूर्वको युद्धबाट हाम्रो नेपालमा पर्ने असरबारे केही कुरा म राख्न गइरहेको छु। हुन त मैले करिब 1 महिना अगाडि नै होला सायद यही च्यानलमा बताइसकेको छु। फेरि एकचोटि तपाईँलाई रिमाइन्डरको लागि
छोटोमा संक्षिप्तमा म राख्ने तयारी गर्न गइराखेको छु। यदि मध्यपूर्वमा युद्ध भयो भने यो नेपालको लागि एउटा समाचार मात्र हुने छैन। यसले हाम्रो भान्सादेखि अर्थतन्त्रको जगसम्म ठुलो धक्का दिनेछ। नेपाल जस्तो रेमिटेन्समा आधारित र आयातमुखी देशका लागि यो युद्ध एउटा ठुलो विपद पनि बन्न सक्छ। विज्ञ र हालैका आर्थिक तथ्याङ्कका आधारमा नेपालमा पर्ने प्रभावहरू निम्न 5 बुँदामा विश्लेषण गर्न सकिन्छ। रेमिटेन्सको सङ्कट र बेरोजगारी। नेपालको अर्थतन्त्रको झन्डै 30% हिस्सा GDP रेमिटेन्सले धानेको छ। साउदी अरब, कतार, UAE, कुवेत, ओमान जस्ता देशहरूमा झन्डै 15 देखि 20 लाख नेपाली कार्यरत छन्। यदि युद्ध फैलियो भने उनीहरूको सुरक्षा गुम्ने मात्र होइन, उनीहरूलाई सुरक्षित स्वदेश फर्काउनु नै सरकारको ठुलो चुनौती हुनेछ। विदेशी मुद्रा कमी। रेमिटेन्स घट्ने बित्तिकै नेपालसँग भएको विदेशी मुद्रा सञ्चित फरेन एक्सचेन्ज रिजर्भ ओह्रालो लाग्नेछ, जसले गर्दा नेपालले विदेशबाट सामान किन्न जस्तै औषधि, पेट्रोल कठिन हुनेछ। 2. इन्धनको मूल्य र चर्को महँगी। नेपाल आफ्नो 100% इन्धन भारतबाट आयात गर्छ र भारतले 80% भन्दा बढी कच्चा तेल मध्यपूर्वबाटै ल्याउँछ। तेलको मूल्य प्रति ब्यारल $100 देखि $120 लाग्ने बित्तिकै नेपालमा पेट्रोल र डिजलको मूल्य अहिलेसम्मकै महँगो हुन सक्छ। भान्सामा मार। ढुवानी महँगो हुँदा तरकारी, चामल र दालको मूल्य पनि वात्तै बढ्नेछ। हाल 2.77 जस्तो न्यून देखिएको मुद्रास्फीति युद्धको समयमा 10% भन्दा माथि पुग्न सक्ने चेतावनी अर्थशास्त्रीहरूले दिएका छन्। 3. ऊर्जा सुरक्षाको जोखिम। नेपाल आयल निगमको भण्डारण क्षमता निकै कमजोर छ। हाल नेपालमा केवल 10 दिनदेखि 13 दिनसम्मको लागि मात्र पुग्ने इन्धन भण्डारण गर्ने क्षमता छ। खाना पकाउने ग्यासको त सरकारी भण्डार शून्य जस्तै छ। युद्ध लम्बेमा नेपालमा फेरि 2072को नाकाबन्दी भन्दा पनि भयानक सङ्कट आउन सक्छ। 4. हवाई क्षेत्र र पर्यटनमा असर। नेपालमा आउने अधिकांश अन्तर्राष्ट्रिय उडानहरू मध्यपूर्वको आकाश एयर स्पेस भएर आउँछन्। युद्धका कारण हवाई मार्ग परिवर्तन गर्नुपर्दा उडान समय बढ्ने र टिकटको मूल्य दुब्बर हुन सक्छ। यसरी नेपाल भर्खरै तङ्ग्रिँदै गरेको पर्यटन क्षेत्रलाई पनि थला पार्न सक्छ। कतार वा दुबई ट्रान्जिट भएर आउने पर्यटक र नेपालीहरूको बीचमै अलपत्र पनि पर्न सक्छन्। 5. परनिर्भरता र कूटनीतिक दबाव। नेपाल जस्ता साना देशको लागि यो युद्धले एउटा कूटनीतिक अग्नि परीक्षा दिनेछ। दात्री निकाय र विकसित देशहरूले आफ्नो ध्यान र बजेट युद्ध प्रभावित क्षेत्रमा मोड्ने हुनाले नेपालले पाउने वैदेशिक सहायता र अनुदानमा कमी पनि आउन सक्छ। यो सङ्कटबाट बाँच्न अहिले नै हामीले निम्न तयारी गर्नुपर्ने देखिन्छ। कम्तीमा 3 महिनाको पुग्ने इन्धन र ग्यास भण्डारण बनाइनुपर्ने। ग्यासको सट्टा इन्डक्सन र पेट्रोलको सट्टा विद्युतीय गाडी EVलाई प्रोत्साहन दिनुपर्ने। खाद्यान्नमा आत्मनिर्भरता बन्ने प्रयास गर्नुपर्ने ताकि विश्वव्यापी आपूर्ति श्रृङ्खला चेन बिग्रिँदा पनि भोकै बस्न नेपालीलाई नपरोस्। हस् त, आजको कार्यक्रम यहीँ टुङ्गाउने अनुमति चाहन्छु। यहाँहरूको दिन शुभ बितोस्। धन्यवाद। नमस्ते।